ओके सो डेटा साइन्स इन नेपालीको फर्स्ट क्लास। सो डेटा साइन्स सिक्नुभन्दा अगाडि चाहिँ हामीले ल्याङ्ग्वेज पहिला सुरुमा चुज गर्नुपर्छ। कुन ल्याङ्ग्वेजमा चाहिँ प्रोग्रामिङ गर्ने अनि डेटा साइन्सको एक्टिभिटी क्यारी आउट गर्ने भन्ने कुरा चाहिँ डिसाइड गर्नुपर्छ है त। सो हामीसँग टु डिफ्रेन्ट ल्याङ्ग्वेजको अप्सन छ, पाइथन र आर। पाइथन चाहिँ बेसिकली धेरै पपुलर छ र म पनि पाइथनमा अलिक कम्फर्टेबल छु र आर चाहिँ त्यति पपुलर छैन, मलाई चाहिँ अलिकति कम्फर्टेबल लागेन। बट पाइथन चाहिँ कम्फर्टेबल छ है, इजी टु लर्न पनि छ। सो पाइथनबाट हामी डेटा साइन्सको इन्टायर कुरा सिक्छौँ। सो पाइथन ल्याङ्ग्वेज सिक्नु पर्यो सबैभन्दा सुरुमा डेटा साइन्स गर्नको लागि। सो पाइथन ल्याङ्ग्वेज सिक्नको लागि पहिला सुरुमा ल्यापटपमा पाइथन डाउनलोड गर्नुपर्ने हुन्छ। सो ल्यापटपमा पाइथन डाउनलोड गर्नको लागि चाहिँ हामी सबैभन्दा सुरुमा यो python.org भन्ने वेबसाइटमा जान्छौँ। अनि यहाँनिर डाउनलोड्स भन्ने छ, डाउनलोड्समा होभर गरे पछाडि के को लागि डाउनलोड गर्ने हो त, विन्डोज, म्याक या एन्ड्रोइड या डिफ्रेन्ट अदर प्लेटफर्मको लागि डाउनलोड गर्न सकिन्छ यहाँनिर है। सो मेरो ल्यापटप चाहिँ विन्डोज ल्यापटप हो, सो म विन्डोज सेलेक्ट गर्छु। विन्डोज सेलेक्ट गरे पछाडि यहाँनिर डिफ्रेन्ट रिलिज भर्जन्सहरू अभाइलेबल हुन्छ। सो अहिले रिसेन्ट रिलिज यहाँ रहेछ डिसेम्बर 5, 2025 को। आज डिसेम्बर 23, 2025। सो हामी यो लेटेस्ट भर्जन डाउनलोड गर्ने अनि यहाँनिर डाउनलोड यो भर्जनको लागि डिफ्रेन्ट इन्स्टलेसन फाइलहरू अभाइलेबल छ। मेरो ल्यापटप चाहिँ 64 बिटको विन्डोज हो, सो त्यही भएर म चाहिँ विन्डोज इन्स्टलर 64 बिट डाउनलोड गर्छु है त। सो यो क्लिक गरे पछाडि डाउनलोड हुन थाल्छ अनि डाउनलोड भइसके पछाडि तपाईँको डाउनलोड्समा गएर बस्छ। सो यो डाउनलोड भएको फाइल चाहिँ इन्स्टलेसन फाइल हो है, यो चाहिँ पाइथन फाइल होइन, यो चाहिँ इन्स्टलेसन फाइल हो। सो यसलाई इन्स्टल गर्नुपर्छ। इन्स्टल गर्नको लागि चाहिँ यो फाइललाई डबल क्लिक गर्ने, देन इन्स्टलेसन प्रोसेस यो सेटअप खोल्छ है। अब यहाँनिर कमनली मान्छेहरूले गर्ने मिस्टेक भनेको चाहिँ यहाँनिर डाइरेक्ट इन्स्टल नाउ क्लिक गर्छन् मान्छेहरूले, अनि त्यसबाट चाहिँ पछि इस्यु आउने गर्छ के। सो यो प्रब्लम नहुनको लागि चाहिँ हामीले यो वाला स्टेजमा चाहिँ यो दुईवटा बटन चेक गर्नुपर्छ। सो युज एडमिन प्रिभिलेजेस वेन इन्स्टलिङ py.exe अनि एड python.exe टु पाथ, यो दुईवटा अप्सन चेक गरिसके पछाडि अनि मात्र इन्स्टल नाउ क्लिक गर्ने। सो इन्स्टल चाहिँ यो लोकेसनमा गएर इन्स्टल हुन्छ, लोकल डिस्क सीमा गएर है। सो यो चाहिँ बाई डिफल्ट आएको हुन्छ र यसमा केही वरी गर्नु पर्दैन। सो इन्स्टल नाउमा क्लिक गर्ने, त्यस पछाडि इन्स्टलेसन सुरु हुन्छ। सो इन्स्टलेसन त्यो वाला प्रोसेस कम्प्लिट भए पछाडि इन्स्टलेसन सेटअप वाज सक्सेसफुल। सो हाम्रो पाइथन इन्स्टल भइसक्यो है। अब यो स्टेज पछाडि पाइथन राम्रोसँग इन्स्टल भएको भेरिफाई गर्नको लागि चाहिँ हामीले यो पाइथनको भर्जन चेक गर्न सक्छौँ, या फिर बेस्ट प्र्याक्टिस भनेको चाहिँ एकचोटि इन्स्टल भइसके पछाडि ल्यापटपलाई रिस्टार्ट गर्न सक्यौँ भने त्यो चाहिँ राम्रो कुरा हो। बट हामी अहिले रिस्टार्ट गर्दैनौँ, हामी चाहिँ यो इन्स्टल भएको पाइथनको भर्जन चेक गर्छौँ है। सो त्यसको लागि चाहिँ अब यो इन्स्टलेसन कम्प्लिट भइसक्यो, यसलाई क्लोज गरिदिने, यो नि क्लोज गरिदिँदा हुन्छ। अब यहाँनिर सर्चमा गएर सिएमडी टाइप गर्ने, सिएमडी भनेको कमान्ड प्रम्प्ट। सो यहाँ गए भने यहाँनिर अब पाइथन हामीसँग कुन इन्स्टल भएको छ भनेको पाइथनको भर्जन चेक गर्नको लागि चाहिँ यहाँ एउटा कमान्ड छ है त। सो कमान्ड भनेको python -भर्जन है। यो गऱ्यो भने हामीसँग कुन पाइथन इन्स्टल भएको छ देखाउँछ। सो यहाँनिर देखाइरहेछ पाइथन 3.14.2 इन्स्टल भएको छ। सो यही इन्स्टल गरेर हामीले यो इन्स्टल भइसकेको छ। सो यहाँबाट भेरिफाई हुन्छ है त, पाइथन हामीसँग आइसक्यो। अब यसलाई क्लोज गरिदिँदा हुन्छ। सो फर्स्ट स्टेज पाइथन आइसक्यो हामीसँग। अब त्यस पछाडि हामी पाइथन सिक्नतिर अगाडि बढ्छौँ है। सो पाइथन सिक्नको लागि चाहिँ सबैभन्दा सुरुमा हामी एउटा कुनै फोल्डर रेडी गरौँ जहाँ चाहिँ हामी हाम्रो इन्टायर लर्निङको फाइल्सहरू सेभ गर्छौँ है। सो यहाँ एउटा मैले फोल्डर राखेको छु, गिमी ट्युटोरियल, त्यहाँभित्र एउटा डेटा साइन्स भन्ने एउटा फोल्डर बनाएको छु। अहिले यो फोल्डर एम्प्टी छ। सो हामी यहाँनिर जे सिक्छौँ सबै फाइलहरू यहीँनिर स्टोर गर्दै जान्छौँ है, अनि त्यसै सजिलो हुन्छ। ल अब अर्को कुरा के भन्दाखेरि
जब हामीले पाइथन इन्स्टल गऱ्यौँ नि, त्यो पाइथन त सी ड्राइभमा समवेयर गएर स्टोर भएको छ है। अब त्यो पाइथन हामीलाई यो पार्टिकुलर लोकेसनमा चाहियो। यो पार्टिकुलर लोकेसनमा हामी डिफ्रेन्ट पाइथनको फाइलहरू रन गर्छौँ। सो त्यो रन गर्नको लागि त पाइथन त चाहियो नि त यो ठाउँमा। सो पाइथन यो ठाउँमा ल्याउनको लागि चाहिँ हामीले भर्चुअल इन्भाइरोमेन्ट सेटअप गर्छौँ यो ठाउँमा। सो अब भर्चुअल इन्भाइरोमेन्ट भनेको चाहिँ के हो, त्यसको बारेमा अलिकति डिस्कस गरौँ है त। ओके, सो हाम्रो भर्चुअल इन्भाइरोमेन्ट भनेको खासमा के हो भन्दाखेरि चाहिँ भर्चुअल इन्भाइरोमेन्ट भनेको चाहिँ सेटिङ इन आवर कम्प्युटर द्याट मेक्स आवर प्रोग्रामिङ ल्याङ्ग्वेज एक्जिक्युट है। सो हाम्रो प्रोग्रामिङ ल्याङ्ग्वेज कुन हो भन्दाखेरि हाम्रो प्रोग्रामिङ ल्याङ्ग्वेज त पाइथन हो। सो यो पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज चल्नको लागि चाहिँ एउटा इन्भाइरोमेन्ट चाहिन्छ, एउटा वातावरण चाहिन्छ। त्यो वातावरणलाई चाहिँ भर्चुअल इन्भाइरोमेन्ट भनिन्छ होइन। सो भर्चुअल छ नि त त्यो, त्यही भएर भर्चुअल इन्भाइरोमेन्ट भनिन्छ। सो कस्तो हुन्छ भन्दाखेरि हाम्रो नर्मली पाइथनमा चाहिँ पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ एकदमै पावरफुल हुन्छ क्या होइन। पाइथन किन पावरफुल हुन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ धेरैवटा सानो लाइब्रेरिजहरू छ क्या। सो लाइब्रेरिज कतिवटा छ भन्दाखेरि चाहिँ 6 लाखभन्दा पनि धेरैवटा लाइब्रेरिजहरू छ क्या पाइथनमा। तर हामी जताततै पाइथनको सबै लाइब्रेरी त युज गर्दैनौँ नि त होइन। सो कुनै प्रोजेक्टमा हामी 2-3वटा लाइब्रेरी युज गर्छौँ होला, कुनैमा 3-4वटा गर्छौँ होला। त्यसरी पाइथनको लाइब्रेरी सबै एकैचोटि युज गर्दैनौँ। सो फर इक्जाम्पल एउटा प्रोजेक्ट छ अरे हामीसँग P1 है। P1 प्रोजेक्टमा हामीले लाइब्रेरी युज गऱ्यौँ पान्डाज भन्ने एउटा लाइब्रेरी हो होइन। त्यस पछाडि नम्पाई युज गऱ्यौँ अरे है। सो यो दुईवटा इन्भाइरोमेन्ट युज गऱ्यौँ अरे, दुईवटा लाइब्रेरिज युज गऱ्यौँ। फेरि अर्को प्रोजेक्टमा चाहिँ हामीले सिभी युज गऱ्यौँ। त्यस पछाडि एनएलपी युज गऱ्यौँ अरे है। त्यस पछाडि अर्कोमा गऱ्यौँ हामीले फेरि P3मा अर्को कुन लाइब्रेरी युज गऱ्यौँ भन्दाखेरि एपी गऱ्यौँ होइन, अनि एलआर गऱ्यौँ अरे त। यति डिफ्रेन्ट लाइब्रेरिज युज गऱ्यौँ डिफ्रेन्ट फाइलमा अरे है। अब यो पार्टिकुलर प्रोजेक्टको लागि हामीलाई यो दुईवटा लाइब्रेरिज भए मात्र पुग्ने भयो। यसको लागि यो दुईवटा मात्र पुग्ने भयो, यसको लागि 2 मात्र पुग्ने भयो। सो यसको लागि हामीले त्यति 2वटा मात्र लाइब्रेरिज भएको इन्भाइरोमेन्ट बनाउनु पर्यो, वातावरण बनाइदिनु पर्यो, त्यति मात्र लाइब्रेरिज हेर्ने खालको पाइथनबाट। अब यसको लागि फेरि पाइथनबाट यति 2वटा लाइब्रेरी मात्र हेर्ने खालको वातावरण बनाइदिनु पर्यो। फेरि यसको लागि सिमिलरली त्यस्तै गर्ने है। सो भनेपछि P1को लागि हामीले भर्चुअल इन्भाइरोमेन्ट क्रिएट गर्छौँ सेपरेट है। यसको लागि अलगै बनाउँछौँ। फेरि यसको लागि पनि अलगै बनाइदिन्छौँ। यस्तो ओके। सो यसको लागि अलगै इन्भाइरोमेन्ट, यसको लागि अलगै इन्भाइरोमेन्ट। सो अलगै इन्भाइरोमेन्ट अलगको लागि हुन्छ है। सो यसको इन्भाइरोमेन्टमा जे छ त्यो यसको लागि युजफुल हुँदैन। यसमा त पान्डाज र नम्पाई भन्छ नि त। सो यो युजफुल हुँदैन। सिमिलरली यसको भर्चुअल इन्भाइरोमेन्ट जो छ त्यो यसको लागि युजफुल हुँदैन, यसको लागि युजफुल हुँदैन। सो त्यसरी अलग अलग प्रोजेक्टको लागि चाहिँ अलग अलग भर्चुअल इन्भाइरोमेन्ट बनाइदिएको हुन्छौँ हामीले। सो द्याट त्यसको लागि चाहिने लाइब्रेरिजहरू चाहिँ त्यहाँनिर प्रेजेन्ट होस्, अनि त्यहाँबाट त्यो लाइब्रेरिजबाट पढ्दै हेर्दै यहाँ प्रोजेक्टमा काम हुन सकोस्। सो यो इन्भाइरोमेन्टमा लाइब्रेरी छ सिबी र एनएलपी, त्यो लाइब्रेरिजबाट चिजहरू हेर्छ, देन यो प्रोजेक्टमा त्यो चिजहरू युज हुन्छ र प्रोजेक्ट रन हुन्छ है। त्यसरी चाहिँ हामी यो भर्चुअल इन्भाइरोमेन्ट युज गर्छौँ। सो ओके, सो भर्चुअल इन्भाइरोमेन्टको कन्सेप्ट हामीले बुझ्यौँ। सो बेसिकली भर्चुअल इन्भाइरोमेन्ट भनेको चाहिँ वातावरण भयो है त। सो अब यहाँनिर मानौँ हामीसँग एउटा प्रोजेक्ट छ अरे है। सो हाम्रो एउटा प्रोजेक्ट भने चाहिँ यही एउटा फोल्डर हो, यही फोल्डरमा हाम्रो प्रोजेक्ट हुन्छ अरे होइन। सो त्यो प्रोजेक्टको लागि चाहिँ वातावरण चाहिएको छ हामीलाई है। सबै यो ठाउँमा वातावरण बनाउनु पर्यो, भर्चुअल इन्भाइरोमेन्ट बनाउनु पर्यो। सो के गर्ने भन्दाखेरि यहाँनिर जुन यो लोकेसनको यहाँनिर ठ्याक्क क्लिक गर्दाखेरि यसरी आउँछ नि, यसलाई काट्दिने, त्यहाँदेखि सिएमडी यहाँ टाइप गर्ने अनि इन्टर गर्ने है। सो सिएमडी त्यस पछाडि यसरी खुल्छ, यही लोकेसनमा गएर खुल्छ है त। यो लोकेसन गिभ मी ट्युटोरियल डेटा साइन्स, यो लोकेसनमा गयो। अब यो लोकेसनमा हामीलाई भर्चुअल इन्भाइरोमेन्ट इनिसियलाइज गर्नुपर्ने छ है त, भर्चुअल इन्भाइरोमेन्ट बनाउनु पर्नेछ। सो त्यसको लागि एउटा कमान्ड छ पाइथन एम है -m अनि BENV।
सो यो कमान्ड पाइथन -m benv यो कमान्डले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ भाइ यो ठाउँमा गएर इन्भाइरोमेन्ट बना है त भनेर एउटा कमान्ड दिएको है त यो भनेको यो ठाउँमा यो पार्टिकुलर लोकेसन छ यो लोकेसनमा हामीले भर्चुअल इन्भाइरोमेन्ट बना भनेर दिएको अब यो भर्चुअल इन्भाइरोमेन्ट बनाउने कमान्ड त यो हो अब त्यस पछाडि यसको यो इन्भाइरोमेन्टको नाम चाहिँ के दिने त भने चाहिँ यो स्पेस दिएर अब हामी यहाँनिर एउटा नाम दिन सक्छौँ जे पनि है सो योनेस नाम दिउँ यो भर्चुअल इन्भाइरोमेन्टको या फिर जे नामले दिँदा नि हुन्छ बट हामी योनेस नदिउँ किनकि यस्तो जे पाइ त्यही नाम चाहिँ हामी बिर्सिन सक्छौँ त्यही भएर हामी BENB नै दिउँ है त यसमा एक्चुअली जे पनि नाम दिन सकिन्छ यही BENB नै दिनुपर्छ भन्ने होइन सो हामी यहाँनिर अहिले लागि चाहिँ हामी यहाँनिर भर्चुअल इन्भाइरोमेन्टको नाम BENB राख्छौँ है सो पाइथन -m BENB यसले चाहिँ भर्चुअल इन्भाइरोमेन्ट बना भन्छ र यसले चाहिँ नाम दिन्छ त्यो भर्चुअल इन्भाइरोमेन्टको लागि अब इन्टर गर्ने भने अलिकति टाइम लाग्छ र यहाँनिर भर्चुअल इन्भाइरोमेन्ट बन्दैछ यहाँभित्र के फाइलहरू हाले जान्छ यहाँ अलिकति यो लोड हुनुपर्छ पुरै है सो बनिसक्यो ल भर्चुअल इन्भाइरोमेन्ट हाम्रो बन्यो अब यसलाई हामीले चलाउनु पर्दैन यहाँ क्लिक गरेर गयो भने यहाँ के अनेक थोक हुन्छ हामीले यसलाई चलाउनु पर्दैन अब भर्चुअल इन्भाइरोमेन्ट बनिसक्यो हामीसँग यो ठाउँमा होइन यो लोकेसनमा डिफ्रेन्ट प्रोजेक्ट चलाउनको लागि बट यो भर्चुअल इन्भाइरोमेन्टलाई अब हामीले एक्टिभेट गर्नुपर्छ अहिले चाहिँ यो एक्टिभेटेड छैन है सो एक्टिभेट गर्नको लागि चाहिँ हामीसँग यही लोकेसनमा अब अर्को एउटा कमान्ड छ त्यो कमान्ड फेरि याद गर्नुपर्छ है त सो BENV भनेको यो भर्चुअल इन्भाइरोमेन्टको नाम अनि /scripts /activate सो यो कमान्ड चाहिँ हाम्रो केस सेन्सिटिभ छ है यो केस ठ्याक्कै यो यसरी नै राख्नुपर्छ एस क्यापिटल हुन्छ ए स्मल हुन्छ सो त्यो इन्भाइरोमेन्टको नाम /scripts /activate यो गऱ्यो भने चाहिँ एक्टिभेट हुन्छ है त त्यसरी एक्टिभेट हुन्छ सो हाम्रो इन्भाइरोमेन्ट भर्चुअल इन्भाइरोमेन्ट एक्टिभेट भए पछाडि चाहिँ यहाँ अलिकति डिफ्रेन्स के देखिन्छ भन्दाखेरि यो स्टेजमा एक्टिभेट भएको थिएन सो यहाँनिर डी मात्र देखिन्थ्यो अब एक्टिभेट भए पछाडि BENB भनेर आउँछ है त सो यो एक्टिभेट भयो सो अब यो इन्भाइरोमेन्ट चलिरहेछ लागु भइरहेछ यो स्पेसमा होइन अब यसलाई यहाँभित्र हामी अब डिफ्रेन्ट लाइब्रेरिजहरू एड गर्न सक्छौँ त्यो इन्भाइरोमेन्टमा डिफ्रेन्ट लाइब्रेरिज एड गर्न सक्छौँ जुन हामीलाई युज हुनसक्छ है त सो सबैभन्दा सुरुमा हामीले हाल्ने लाइब्रेरी भनेको चाहिँ नोटबुक हो है त सो नोटबुक चाहिँ युज भइहाल्छ सो नोटबुक लाइब्रेरी हामी इन्स्टल गर्छौँ त्यो इन्भाइरोमेन्टमा है सो कसरी इन्स्टल गर्ने भन्दाखेरि चाहिँ यहाँ कमान्ड छ पिप इन्स्टल अनि लाइब्रेरीको नाम चाहिँ नोटबुक है सो पिप इन्स्टल नोटबुक म्याकको लागि अर्कै कमान्ड छ सायद विन्डोजको लागि चाहिँ पिप इन्स्टल नोटबुक हो सो यो कमान्ड टाइप गरेर इन्टर गऱ्यो भने चाहिँ त्यो इन्भाइरोमेन्टमा चाहिँ नोटबुक इन्स्टल हुन्छ है यो इन्स्टल हुन अलिकति टाइम लाग्छ सो यसरी नोटबुक इन्स्टल हुँदैछ है त यो नोटबुक लाइब्रेरीभित्र सो मेनी स्मल इलिमेन्ट्सहरू हुन्छ नि त सबै डाउनलोड हुँदैछ इच एन्ड एभ्री कुरा डाउनलोड हुँदैछ त्यो लाइब्रेरीबाट है बुक्स भनौँ न लाइब्रेरीमा बुक हुन्छ नि त्यसरी नै बुक्सहरू डाउनलोड हुँदैछ के ओके सो हाम्रो नोटबुक इन्स्टल भइसकेको छ है त सो यो इन्स्टल चाहिँ यही भर्चुअल इन्भाइरोमेन्टमा भएको छ है अहिले पनि हामी भर्चुअल इन्भाइरोमेन्टमै छौँ सो अहिले हामीसँग भर्चुअल इन्भाइरोमेन्टमा के छ भन्दाखेरि अहिले नोटबुक इन्स्टल भइसकेको छ है सो यसलाई काटौँ अर्को एउटा कुरा मेन कुरा के जान्न जरुरी छ भन्दाखेरि हामी एभ्री टाइम अब ल्यापटप काम सकिसकेपछि ल्यापटप त बन्द गर्छौँ नि त होइन सो बन्द गरेर या फिर अरू ठाउँ गएर अनि यो ठाउँमा आएर फेरि त्यो प्रोजेक्टमा काम गर्दाखेरि चाहिँ एभ्री टाइम हामीले चाहिँ भर्चुअल इन्भाइरोमेन्टलाई एक्टिभेट गर्नुपर्छ है सो फर इक्जाम्पल हामी अब यो कमान्ड प्रम्पटलाई मैले क्लोज गरेँ है यता पछाडि गएँ कता गएँ होइन फेरि वापस यही ठाउँमा आएँ होइन यो ठाउँमा आएँ अब यो भर्चुअल इन्भाइरोमेन्ट एक्टिभेट गर्नुपर्छ अब जस्तै यो ठाउँमा प्रोजेक्ट कसरी चलाउने भन्दाखेरि यहाँनिर कमान्ड प्रम्प्ट CMD गऱ्यो भने यो लोकेसनमा कमान्ड प्रम्प्ट खोल्छ है सो यहाँनिर अब भर्चुअल इन्भाइरोमेन्ट यहाँ BENB लेखेको छ त छैन नि सो द्याट मिन्स यो BENB युज भइरहेको छैन त्यो इन्भाइरोमेन्ट युज भइरहेको छैन सो एभ्री टाइम यो ठाउँमा आएर हामीले प्रोजेक्ट चलाउँदाखेरि चाहिँ भर्चुअल इन्भाइरोमेन्ट एक्टिभेट गर्नुपर्छ है सो एक्टिभेट गर्ने कसरी भन्दाखेरि फेरि भर्चुअल इन्भाइरोमेन्टको नाम /
capital script RIPT script backslash अनि के थियो activate यति गरे पछाडि के छ त the path system cannot find the path specified के भएछ त s छुटेछ है त सही यहाँनिर चाहिँ s छुटेछ स्क्रिप्ट्स हुन्छ है सो यो गरे भने फेरि हामी भर्चुअल इन्भाइरोमेन्टमा पस्यौं है सो एभ्री टाइम यो ठाउँमा आउँदाखेरि प्रोजेक्ट चलाउँदाखेरि चाहिँ भर्चुअल इन्भाइरोमेन्ट एक्टिभेट गर्न कम्पलसरी हुन्छ है सो यो गर्ने बानी बसाउनु पर्छ प्रोफेसनल प्र्याक्टिस चाहिँ यो हो है गर्नुपर्छ अब हामीसँग भर्चुअल इन्भाइरोमेन्टमा नोटबुक इन्स्टल भइसकेको छ अब नोटबुक इन्स्टल भइसकेको छ अब नोटबुकलाई हामी लन्च गर्छौं त्यसको लागि चाहिँ जुपिटर नोटबुक टाइप गर्छौं है त JUPYTER स्पेस नोटबुक सो जुपिटर नोटबुक भनेर खोल्यौं भने एउटा वेब इन्टरफेस खुल्छ है त जुपिटर नोटबुकको वेब इन्टरफेस खुल्छ यसको लागि अलिकति टाइम लाग्छ सो बेसिकली जुपिटर नोटबुक भनेको चाहिँ एउटा प्लेटफर्म हो वेब प्लेटफर्म जसमा चाहिँ डेटा साइन्सको प्रोजेक्टहरू हामी क्यारी आउट गर्न सक्छौं है सो यो त्यो कमान्ड रन गरेपछि बाइ डिफल्ट यसरी ब्राउजर खुल्छ र ब्राउजरमा जुपिटर नोटबुक यसरी खुल्छ है यो जुपिटर नोटबुकको इन्टरफेस हो है त्यसरी जुपिटर नोटबुक खुल्छ ओके सो यो हाम्रो जुपिटर नोटबुकको इन्टरफेस हो हैन यो ब्राउजरमा खुल्छ आफै अहिले चाहिँ मेरो यो एज ब्राउजरमा खुल्या छ है बाइ डिफल्ट एज छ सो एजमा खुल्या छ है सो बेसिकली यहाँनिर हामीले जुपिटर नोटबुक टाइप गरेर इन्टर गरे पछाडि यो स्क्रिप्टहरु के रन हुन्छ अनि त्यस पछाडि आफै यो इन्टरफेस खुल्छ है सो यो वाला पार्टिकुलर लोकेसन भनेको चाहिँ हाम्रो यो प्रोजेक्टको जुन लोकेसन छ नि यही लोकेसन हो है त यहाँनिर VENB मात्र छ नि त यो लोकेसनमा हैन सेम लोकेसन हो यो यहाँ VENB मात्र छ यहाँनिर है अब यो ठाउँमा हामीले कुनै न्यू फाइल एड गर्नु पर्यो भने यहाँनिर न्यूमा जान सकिन्छ अनि पाइथन फाइल एड गर्ने हो नि त सो पाइथन फाइल गर्दाखेरि यहाँनिर पाइथन 3 मा क्लिक गर्ने देन यो पाइथन 3 फाइल यही फाइल अर्को ब्राउजरमा खुल्छ है त सो अब यो अहिले यो फाइलको नाम अनटाइटल्ड छ सो अनटाइटल्ड छ अनि यसको एक्सटेन्सन भनेको .ipynb हुन्छ है त यो यहाँको नोटबुकको फाइलहरु चाहिँ .ipynb एक्सटेन्सनको हुन्छ अहिले यो अनटाइटल्ड वाला फाइललाई चाहिँ हामी सबैभन्दा सुरुमा यहाँ क्लिक गरेर रिनेम गर्न सक्छौं है त सो माई फर्स्ट कोड भनौँ है त माई फर्स्ट कोड भनेर एउटा भनिदिउँ ल रिनेम भयो यो यहाँनिर ठ्याक्कै रिनेम पनि हुन्छ यहाँ अलिकति रिलोड गरौँ यहाँ ठ्याक्कै आउँछ आयो है सो त्यो फाइल भयो अब यो हाम्रो मेन ठाउँ हो जहाँ हामी कोड गर्छौं यो त हाम्रो होम पेज हो त्यो होम लोकेसनहरु हेर्न मिल्छ यहाँनिर कुन फाइल छ के छ कता हायरार्कीहरु हेर्न मिल्छ हैन बट यो चाहिँ हाम्रो कोड फाइल हो मेन है जहाँ हामी कोड गर्छौं अब यहाँनिर बुझ्नुपर्ने कुराहरु के छ भन्दाखेरि यो वाला प्लेटफर्म चाहिँ त्यो VS कोडहरु जस्तै एउटा कोड गर्ने प्लेटफर्म हो है सो यो यहाँ चाहिँ अलिकति डाटा साइन्सको लागि चाहिँ इजी हुन्छ यो वाला प्लेटफर्म युज गर्दाखेरि यहाँनिर यो प्लेटफर्म बुझ्नको लागि चाहिँ के कसो स्टेप बाइ स्टेप बुझौँ है त सो यहाँनिर यो एउटा यो यतिलाई चाहिँ एउटा सेल भन्छ है त सेल भन्छ यसलाई है अब यस्तै सेल यहाँनिर हामीले एड गर्न सक्छौं बाइ क्लिकिङ दिस बटन इन्सर्ट अ सेल अबोभ इन्सर्ट अ सेल बिलो है बिलो फेरि यहाँनिर पनि बिलो सो यहाँनिर जतिखेर नि जहाँनिर बिलो गरेर यसरी एड अबोभ गरेर नयाँ सेलहरु एड गर्न मिल्छ है अब यो प्रत्येक सेल चाहिँ प्रत्येक सेलले चाहिँ डिफ्रेन्ट काइन्ड अफ ल्याङ्ग्वेज स्टोर गर्न सक्छ अब यहाँनिर अहिले करेन्टली यहाँनिर कोड यो सेलले चाहिँ कोड एक्सपेक्ट गर्छ है पाइथन कोड एक्सपेक्ट गर्छ बट यसलाई हामीले ड्रप डाउनबाट मार्कडाउन सेलेक्ट गर्यौं भने अब यहाँनिर चाहिँ कोड लेखेर काम गर्दैन यहाँनिर चाहिँ अब मार्कडाउन ल्याङ्ग्वेज एक्सपेक्ट गर्छ है यो सेलले सिमिलरली र भन्यो भने चाहिँ यहाँनिर जे लेख्दा नि हुन्छ त्यस्तो हुँदा र हुँदाखेरि चाहिँ है सो जे सेट गर्छौं हामी त्यही हुन्छ अब डिफ्रेन्टको लागि डिफ्रेन्ट सेट गर्दा नि हुन्छ ल सपोज यसको लागि मार्कडाउन सेट गर्यो यसको लागि कोड त्यसरी यहाँनिर डिफ्रेन्टको लागि डिफ्रेन्ट सेट गर्दा हुन्छ अब त्यसरी गर्दा हुन्छ है अब हामी यो सेल भयो यो मार्कडाउन भयो है मार्कडाउन
यो भयो र। सो अब यो इन्डिभिजुअल ल्याङ्ग्वेजको या फिर यो इन्डिभिजुअल ल्याङ्ग्वेजको के डिफ्रेन्स छ भन्दाखेरि यो कोडमा चाहिँ हामीले कोड मात्र लेख्न मिल्छ है। सो कोड फर इक्जाम्पल एउटा कोड पाइथनको कोड लेखौँ है त, प्रिन्ट हेलो है। सो यो कोड लेखेँ, अब यो कोड लेखेँ, अब यसलाई एक्जिक्युट गरेर हेर्नको लागि के गर्न सकिन्छ भन्दाखेरि सिफ्ट र इन्टर थिच्ने, किबोर्डबाट सिफ्ट र इन्टर एकैचोटि थिच्ने, अनि हेलो यहाँनिर ल प्रिन्ट भयो है। यो त कोड सेल थियो नि त, सो कोड काम गर्यो। बट यहाँभित्र हामीले कुनै मार्कडाउन ल्याङ्ग्वेज लेख्यौँ थियौँ भने, सपोज फर इक्जाम्पल मार्कडाउनमा चाहिँ ह्याज हेडिङ यसरी लेखेको थियो भने यो चाहिँ काम गर्दैन है, काम गर्दैन। सो मार्कडाउन भनेको चाहिँ के हो पहिलामा त्यो बुझौँ है त। मार्कडाउन भनेको चाहिँ कुनै पनि कोडमा अब त्यसलाई स्ट्रक्चर तरिकाले लेख्नको लागि चाहिँ पेपरमा कुनै बुकमा लेखे जस्तै हेडिङ, टाइटल, सब हेडिङ त्यसरी लेख्यो भने एकदम स्ट्रक्चर तरिकाले पढ्न सजिलो हुन्छ, बुझाउन सजिलो हुन्छ। अर्को प्रोग्रामरलाई ह्यान्डओभर गर्नु पऱ्यो भने उसले बुझ्न सजिलो हुन्छ है। सो त्यस्तो हेडिङहरू लेख्नको लागि चाहिँ त्यस्तो ल्याङ्ग्वेजलाई चाहिँ मार्कडाउन भनिन्छ है। सो फर इक्जाम्पल यो मार्कडाउन सेल हो है। सो यहाँनिर हामीले एउटा हेडिङ राख्न खोज्यौँ भन्दाखेरि चाहिँ ह्याज, अहिले म सिकाउँछु यो मार्कडाउन कसरी गर्ने हो। ह्याज भनेको के हो, दुईवटा ह्याज भनेको के हो त्यो पछि सिक्छौँ है। सो हेडिङ गरेँ है। अब यसलाई मैले एक्जिक्युट गरेँ भने यसरी आयो कि। सो मार्कडाउन। सो अब यसलाई चेन्ज गर्नु छ भने डबल क्लिक गरेर फेरि हेडिङको ठाउँमा टाइटल अब यसलाई एक्जिक्युट गऱ्यो भने भयो। अब यो ठाउँमा त एक्जिक्युट भएको थियो त, भएको थिएन, यहाँनिर एक्जिक्युट हुँदैन, यो ठाउँमा कोड मात्र एक्जिक्युट हुन्छ। प्रिन्ट हेलो, सो यसमा कोड मात्र एक्जिक्युट हुन्छ। अब सिमिलरली र भनेको चाहिँ के भन्दाखेरि चाहिँ रमा चाहिँ हामीले जे नि हाल्दा हुन्छ, हेलो यहाँ फेरि यहाँनिर जे लेख्दा नि हुन्छ, माई नेम इज यो नेस ब्ला 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 जे लेख्यो भने पनि त्यो कुरा चाहिँ एज इट इज एक्जिक्युट हुन्छ है। सिफ्ट इन्टर थिचे सो एज इट इज त्यतिकै बस्छ। यो चाहिँ एउटा नोट लेख्ने जस्तो तरिकाले युज गर्न सकिन्छ क्या। सपोज कुनै ठाउँमा हामीले एउटा प्रिन्ट गर्ने कोड लेख्दैछौँ भने त्यो प्रिन्ट गर्ने कोड किन लेखेको भन्ने कुराको बारेमा नोट लेख्न सकिन्छ त्यसको ठ्याक्कै तल। सो त्यसको लागि चाहिँ हामी र युज गर्छौँ। रमा यहाँनिर जे गर्दा नि हुन्छ, जे लेख्दा नि हुन्छ, त्यो जस्तो छ त्यसरी नै बस्छ। तर मार्कडाउनमा चाहिँ त्यसलाई चाहिँ एउटा स्ट्रक्चर फर्मेटेड वेमा गएर बस्ने भयो। सो त्यो डिफ्रेन्स छ है त। सो यो कुराहरू बुझ्यौँ हामीले। अब सपोज यो सेललाई माथि मुभ गर्न छ भने यो एरो दिएर यसरी माथि मुभ गर्न सकिन्छ है, तल पनि त्यसरी सार्न सकिन्छ। त्यसै गरी जुनै पनि सेललाई त्यसरी सार्न सकिन्छ है त, तल माथि यसरी सार्न सकिन्छ। अब यो पोइन्टमा छौँ हामी, यसबाट तल माथि सेल एड गर्नु छ भने यसरी एड गर्न सकिन्छ, बिलो एड गर्नु छ भने बिलो यसरी एड गर्न सकिन्छ। अब यो सेलको डुप्लिकेट चाहिएको छ भने यहाँ डुप्लिकेट यसरी क्लिक गऱ्यो भने डुप्लिकेट आउँछ। सो अनि या फिर यो बटन भनेको चाहिँ डिलिट बटन, यसरी सेलहरू ठ्याक्कै डिलिट हुन्छ है। सो यसरी गर्ने, सो सेलहरू यसरी सेलेक्ट गर्ने भयौँ हामीले। अब यहाँनिर त्यसरी नै हुन्छ है त। यो कुरा हामीले बुझ्यौँ। यो यसमा हामीले कुनै पनि कोडहरू लेखे पछाडि सेभ गरिराख्न चाहिँ जरुरी छैन। सेभ चाहिँ यो अटोमेटिक सेभ हुन्छ। यहाँनिर जे फाइल हुन्छ यसलाई हामीले यति काट्यौँ भने पनि अर्कोचोटि लिभ गरेँ सपोज है, अर्कोचोटि अब मैले यो डबल क्लिक गरेर खोल्यो भने ठ्याक्कै त्यही फाइलहरू यतिकै आउँछ क्या। सो यसलाई सेभ गरिराख्नु पर्दैन है। सो हाम्रो जुपिटर नोटबुक युज गर्नुको फाइदा के भन्दाखेरि हामीले यो एभ्री लाइन अफ कोड छ नि यो एक्जिक्युट गर्नको लागि चाहिँ सिम्पली यहाँनिर सिफ्ट इन्टर थिचेर एक्जिक्युट गर्न सक्छौँ के है। या फिर यो एउटा बटन छ, यो बटन युज गरेर पनि एक्जिक्युट गर्न सकिन्छ है। सो बट प्रब्लम अरू प्लेटफर्म युज गर्ने चाहिँ फर इक्जाम्पल VS कोड युज गर्न खोज्यौँ हामीले भने चाहिँ त्यहाँनिर चाहिँ फेरि प्रत्येक फाइलको लागि अब .py फाइल बनाउनु पर्ने हुन्छ। अनि प्रत्येक फाइललाई चाहिँ टर्मिनलबाट एक्जिक्युट गर्नुपर्छ। अनि त्यो चाहिँ अलिकति टाइम कन्ज्युमिङ हुन्छ, अलिकति इरिटेटिङ हुन्छ, अलिकति कन्फ्युजिङ हुनसक्छ है। बट जुपिटर नोटबुकबाट युज गर्न सक्यौँ या फिर नोटबुक प्लेटफर्महरू धेरै अरू पनि छ, गुगल कोल्याब भन्ने छ। सो डिफ्रेन्ट नोटबुक प्लेटफर्मबाट युज गर्दाखेरि चाहिँ एभ्री लाइन अफ कोडलाई चाहिँ या फिर सर्टेन ब्लक्स अफ कोडलाई चाहिँ एउटा सेलमा हालेर रन गर्दै गर्दै जाँदा हुन्छ। त्यसरी चाहिँ सजिलो हुन्छ काम गर्नको लागि है। सो धेरै कुराहरू
भन्दा नि सिम्पली बुझौँ जुपिटर नोटबुकमा चाहिँ इजी हुन्छ काम गर्नको लागि, त्यही भएर जुपिटर नोटबुक हामी युज गर्छौँ है त। ओके, सो हामीले जुपिटर नोटबुकको इन्टरफेस नै बुझ्यौँ है। सो एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि यो हाम्रोसँग भएको फाइल छ नि आइपिवाइएनबी, यो भनेको चाहिँ नोटबुक फाइल हो है त। यो .ipynb भनेको नोटबुक फाइल हो, जुन चाहिँ पाइथनको नोटबुक फाइल हो है त। पिवाई भनेको पाइथन, एनबी भनेको नोटबुक, पाइथनको नोटबुक फाइल। फेरि अर्को फाइल भनेको .py हुन्छ, जुन चाहिँ यहाँ चल्दैन है। सो हामीले चाहिँ .ipynb मात्र चलाउन सक्छौँ यहाँनिर। अनि यो जुपिटर भनेको एउटा नोटबुक प्रोभाइडर कम्पनी हो है त। सो यो एउटा वान अफ द कम्पनी हो। अर्को भनेको गुगल कोल्याब भन्ने हुन्छ, त्यहाँ पनि यस्तै सेलहरू हुन्छ, त्यसलाई पनि नोटबुकै भन्छ। हेर्दा पनि नोटबुक जस्तै देखिन्छ नि त, एउटा कपी नोट कपी जस्तो देखिन्छ होइन। सो त्यस्तै गुगल कोल्याब पनि हुन्छ। सिमिलरली डेटाब्रिक्स भन्ने हुन्छ, त्यसमा पनि नोटबुक फाइल हुन्छ। सो यस्तै हुन्छ है त। सो आइपिवाइएनबी भनेको त्यो हो है। अब यहाँनिर फाइल अब अर्को कुरा के भन्दाखेरि यहाँनिर जुन चाहिँ फाइल हामी यहाँ क्रिएट गर्छौँ होइन, क्रिएट गर्दाखेरि चाहिँ जहिले पनि आइपिवाइएनबी पाइथन 3 या फिर यहाँ फेरि राइट क्लिक गरेर न्यू नोटबुक भनेर क्लिक गर्नुपर्छ। न्यू नोटबुक भनेपछि यहाँनिर यो अनटाइटल खोलो है त, नयाँ न्यू नोटबुक भनेर। सो यो पनि फेरि आइपिवाइएनबी भनेर खुल्या छ है। अनि कर्नल चाहिँ जे छ त्यही ठ्याक्कै सेलेक्ट गर्नुपर्छ है, अरू केही पनि चेन्ज गर्नु हुँदैन। सो यहाँ पनि आइपिवाइएनबी। सो आइदर यहाँ राइट क्लिक गरेर न्यू नोटबुक क्लिक गर्ने या फिर न्यूमा गएर यो पाइथन 3 क्लिक गर्ने, अनि त्यसै पाइथन फाइल खुल्छ है त। सो आजको डे 1 क्लासमा हामीले यति नै सिकौँ है। हामी यति नै सिकौँ आजको लागि। यी कुराहरू फ्यामिलियर हौँ। सो बेसिकली इन्भाइरोमेन्ट सेटअप गर्न, भर्चुअल इन्भाइरोमेन्ट सेटअप गरेर त्यसलाई एक्टिभेट गर्नुपर्छ एभ्री टाइम। भर्चुअल इन्भाइरोमेन्ट इन्स्टल चाहिँ एकचोटि गर्नुपर्छ, फेरि एक्टिभेट चाहिँ एभ्री टाइम गर्नुपर्छ। त्यस पछाडि जुपिटर नोटबुक खोल्ने, एक्टिभेट गरे पछाडि, अनि त्यसपछि जुपिटर नोटबुकमा काम गर्न थाल्ने है त। त्यति हो आजको डे 1मा। अब डे 2मा हामी अरू कुरा सिक्दै जाउँला है त। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू, बाई।